भित्ताको पनि कान हुन्छ भनेर झुट्टा उखान नसुनाउनुहोस् मित्र, किनकि बन्द कोठाभित्र म भक्कानिएर रोएको आजसम्म पनि कसैले थाहा पाएको छैन। भित्ताको पनि कान हुन्छ भन्ने झुटो उखान नसुनाउनु भन्नुहुँदैछ होइन? तर यो झुटो होइन नि, यो एकदम सही हो, ठिक हो। भित्ताको पनि कान हुन्छ र त्यसले सुन्छ। तर तपाईँले भन्नुभएको छ है, म आजसम्म रुएको कसैले थाहा पाएको छैन भन्नुहुँदैछ। तर किन चाहिँ थाहा नपाएको त्यो चाहिँ म आज तपाईँलाई भन्छु ल, मजाले सुन्नुहोस् है। अब भित्ताको पनि कान छ भन्ने उखान छ होइन, र त्यसले सुन्छ, तपाईँ रुएको बोलेको सुन्छ। तर किन चाहिँ थाहा नपाएको अरूले होइन, त्यही म भन्दैछु आज तपाईँलाई, मजाले सुन्नुहोस्। किन थाहा नपाएको भने चाहिँ नि, अब सुनाउनुको लागि त मुख हुनु पऱ्यो नि त होइन। अब भित्ताको त कान छ भन्ने मात्रै उखान छ नि त, मुख छ भन्ने उखान छैन। अब सुनाउनुको लागि त मुख हुनु पऱ्यो नि त होइन। हो, त्यही भएर चाहिँ थाहा नपाएको अरूले। अब तपाईँ योपालि अब रुयो भने चाहिँ एकदम कराएर चिल्लाएर रुनुहोस् कि, पक्कै पनि थाहा पाउँछ सबैले ल।